ल यो चाहिँ अब हाम्रो करोडको ट्र्याक्टर है। अब यिनीहरूको पालो आयो हैन। चारवटा छ ट्र्याक्टर जम्मा। यस्तो चाहिँ दुईटा मात्रै छ, अरु दुईटा चाहिँ नर्मल ट्र्याक्टर हो। अनि यो पछाडीको चाहिँ यो अर्को ट्र्याक्टरले घाँस काट्छ हैन। अनि यो अर्को यो मेसिनले चाहिँ घाँसलाई चाहिँ डल्ला बनाउने हो क्या। भुइँबाट आफै टिप्दै प्लास्टिकले डल्ला बनाउँदै राख्छ हैन। अनि फेरि पछि अरु गाडीहरूले ओसार्ने हो। हिजो अस्तितिर खुरुखुरु धान के अरे घाँस गोड्यो। अब काट्ने बेला भयो। अब धमाधम व्यस्त हुन्छ है। यसको चाहिँ चढ्ने ठाउँ पनि हेर्न 3-3वटा सिडी छ। भित्र सिट पनि दामी छ यसको चाहिँ। अनि यो ट्र्याक्टर चाहिँ भित्र सेट गर्ने हो क्या। त्यसपछि अटो आफै चल्छ हैन। यस्तो छ। यस्तो ट्र्याक्टर नेपालमा पाए तर किन्नु सके त गाडी के चढिन्छ र। यस्तै ट्र्याक्टरै चढेर हिँडिन्थ्यो यार। शान्त हेर्नु त। अनि यसले चाहिँ यस्तो डल्ला बनाउँछ क्या घाँसको। यो चाहिँ सबै यस्तै घाँस यसैले बनाएको डल्लाहरू हो हैन। अनि अर्कोले काट्छ, यसले डल्ला बनाउँछ, अरु ट्र्याक्टरहरूले चाहिँ ओसार्छ।